Hello everyone. यो भिडियोमा चाहिँ म प्रम्प्ट इन्जिनियरिङ भनेको के हो भनेर क्विकली एक्सप्लेन गर्दैछु। अहिले एआई र च्याट जीपीटी को जमानामा प्रम्प्ट इन्जिनियरिङ भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा भएको छ। प्रम्प्ट इन्जिनियरिङ भन्दाखेरि चाहिँ तपाईले च्याट जीपीटीमा कुनै प्रम्प्ट बाट स्टार्ट गर्न सक्नुहुन्छ भने चाहिँ गिभ मी अ नेपाली पोएम भनेर एउटा प्रम्प्ट हान्नु पर्यो नेपाली पोएमको लागि। अब तपाईले यसरी नै सुरु गर्न सक्नुहुन्छ अनि तपाईले एउटा आउटपुट पाउनुहुन्छ। तर प्रम्प्ट इन्जिनियरिङ भनेको चाहिँ के हो भन्दाखेरि यो प्रम्प्टलाई चाहिँ तपाईले सर्टेन वेमा प्रम्प्ट गरेर एआईलाई चाहिँ आफूलाई चाहेको जस्तो आउटपुट पाउन सक्नुहुन्छ। अब केही नभन्नु हो भने एउटा र्यान्डम पोएम पाउनुहुन्छ। माटोको गीत, पहाडको हावा मेरो सासमा बग्छ, डाडा डाडा आउँछ। अब क्विकली एकचोटि यो एन्थ्रोपिक भन्ने कम्पनीको क्लड एलएलएम को डकुमेन्टेसनमा चाहिँ कसरी प्रम्प्ट इन्जिनियरिङ गर्ने भनेर भनेको छ नि। क्विकली एक दुईवटा इक्जाम्पल हेरौँ है त। तपाईँले चाहिँ क्लियरली आफ्नो सक्सेस क्राइटेरिया भन्नुभयो भने आफ्नो युज केसको लागि त्यसले चाहिँ तपाईँलाई चाहेको जस्तो आउटपुट दिन्छ हैन। जस्तै अब तपाईँले भन्नुभयो अरे आई निड लङ पोएम्स भन्नुभयो अरे, तपाईँलाई चाहिँ लामो खालको पोएम चाहिएको छ भने चाहिँ त्यो भन्नुहोस् आई निड पोएम्स द्याट आर मोडर्न हैन। तपाईँलाई चाहिँ अलिकति मोडर्न खालको पोएम चाहिएको छ, अलिकति के अरे सार्कास्टिक खालको हुन्छ नि, व्यङ्ग्य भएको होइन, सार्कास्टिक पोएम भनेर तपाईँले ठ्याक्कै भन्नुपर्छ कस्तो चाहिन्छ भनेर। त्यो चाहिँ एउटा आफ्नो सक्सेस क्राइटेरियाको जति भन्ने त्यति नै आफूलाई चाहेको जस्तो आउटपुट पाइन्छ। अनि तपाईँले चाहिँ अरू चाहिँ त्यही भनेको क्लियर एन्ड डाइरेक्ट हुनु पऱ्यो तपाईँले होइन, एक्ज्याक्टली कस्तो चाहिन्छ त्यस्तै भन्नु पऱ्यो। अनि अरू तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ एक्जाम्पल दिन सक्नुहुन्छ। जस्तै नेपाली फनी पोएम्स हैन। अब एक्जाम्पल चाहिँ तपाईँले एउटा आई थिङ्क भैरव बरियाल भैरव बरियाल चाहिँ इन्ट्रेस्टिङ खालको सटारिकल कन्टेन्ट लेख्नुहुन्छ भने तपाईँलाई थाहा छ भने लाइक भैरव अर्याल द राइटर भनेर तपाईँले भन्न सक्नुभयो कस्तो कस्तो स्टाइलमा भनेर। तपाईँले रोल पनि दिन सक्नुहुन्छ। तपाईँले चाहिँ गिभ क्लड अ रोल विथ अ सिस्टम प्रम्प्ट भनेको छ होइन। यु आर अ सिजन डेटा साइन्टिस्ट एट अ फर्च्युन 500 कम्पनी। तपाईँले चाहिँ यस्तै गरी यहाँ भन्न सक्नुहुन्छ थिङ्क लाइक अ सिजन्ड 2025 poet at a viral media outlet that makes funny but hard hitting poems हैन। ठ्याक्कै तपाईँले भन्न सक्नुहुन्छ यस्तो खालको मलाई ठ्याक्कै चाहिएको भनेर। अनि अर्को चाहिँ प्रिफिल क्लड्स रेस्पोन्स भनेको छैन। तपाईँले चाहिँ अलिकति आउटपुट चाहिँ आफै पनि सुरु गरिदिन सक्नुहुन्छ क्या एआईलाई चाहिँ होइन। स्टार्ट बाई दिस लाइन भनेर चाहिँ यो टोलमा को हो राजा भनेर चाहिँ तपाईँले यसबाट सुरु गर भनेर भन्न सक्नुहुन्छ होइन। अनि यसबाट नै कन्टिन्यू गर्छ एआईले। अनि तपाईँले चाहिँ लङ कन्टेक्स्ट टिप्स भनेको चाहिँ तपाईँले एक्स्ट्रा इन्फर्मेसनहरू हाल्न सक्नुहुन्छ। अनि एक्सटेन्डेड थिङ्किङ अनि थिङ्क पनि भन्न सक्नुहुन्छ क्या। जस्तै तपाईँले के भन्न सक्नुहुन्छ भने चाहिँ लुक एट द करेन्ट इभेन्ट्स इन नेपाल एन्ड थिङ्क
for a bit, what would make the most relevant poetic and satirical content भनेर भन्यो भने यस्तो यस्तो यो डकुमेन्टेसनमै सजेस्ट गरेको टिप्सहरू मात्रै तपाईँले फलो गर्नुभयो भने तपाईँले धेरै खालको आफूले चाहेको जस्तो आउटपुट निकाल्न सक्नुहुन्छ। तर यो इन समरी तपाईँले के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ यो टिप्सहरू हुन्छ नि युजिङ एक्जाम्पल्स होइन, ठ्याक्कै यस्तो खालको एक्जाम्पल दियो भनेर तपाईँले भन्नुभयो भने त्यस्तो एक्जाम्पल जस्तै आउटपुट निकाल्छ होइन। यो राइटर जस्तो लेख भने त्यो राइटर जस्तै निकाल्छ होइन। अनि जति धेरै तपाईँले इन्स्ट्रक्सनहरू यसरी प्रम्प्ट इन्जिनियर, यसलाई चाहिँ प्रम्प्ट इन्जिनियरिङ भन्छ, यसलाई नै भन्छ होइन। तर यो प्रम्प्टलाई चाहिँ तपाईँले इन्जिनियर गरेर चाहिँ एक्जाम्पल पनि दिएको छ, रोल पनि दिएको छ, एआईलाई प्रिफिल पनि गरिदिएको छ रेस्पोन्स अलिकति, अनि त्यसपछि सकेसम्म बढी इन्फर्मेसन दिएको छ। अनि वान्स अगेन हामीले सुरु गर्दाखेरि चाहिँ राइट मी ए पोएम भनेको सट्टामा चाहिँ यति दिइसक्यौँ होइन। अनि तपाईँले झन् एडिसनल इन्फर्मेसन जति दिए प्रम्प्टमा चाहिँ तपाईँले आउटपुट पनि त्यसरी नै पाउनुहुन्छ होइन। ल अब हेरौँ है त। अब यसपालि यसले के भन्यो, यो टोलमा को हो राजा भनेर भन्यो, लामो पोएट निकाल्यो होइन। अब हेर्नु त ठ्याक्कै लामो छ नि त यो त, पहिला यति मात्रै दिएको थियो। अब यसपालि चाहिँ मैले भनेकै लाइनबाट सुरु गर्यो, यो टोलमा को हो राजा, त्यही नै हो जो असल मास्क लगाएर जाते थिए अरे, तर सम्मेलनमा हाँसेर भित्तामा नाम लेखेर बस्दथे, तिमीलाई थाहा छ इन्द्रधनुषको रङले भिजेको हाम्रो सडक। अब यो अलिकति ऱ्यान्डम छ पोएम चाहिँ, तर यसलाई पनि तपाईँले इम्प्रुभ गर्दै जान सक्नुहुन्छ। अनि बाइ द वे यो चाहिँ मैले च्याट जिपिटीसँग गरिरहेको छु क्लाउडको डकुमेन्टेसन पढेर, तर मोस्ट अफ द एलएलएमलाई यिनीहरू टिप्सहरू काम लाग्छ। वन्स अगेन इन समरी प्रम्प्ट इन्जिनियरिङ भनेको चाहिँ यो प्रम्प्टलाई चाहिँ तपाईँले कसरी इन्जिनियर गर्न सक्नुहुन्छ आफ्नो आउटपुट पाउनको लागि, आफूले भने जस्तो आउटपुट पाउनको लागि कसरी यो प्रम्प्टलाई चाहिँ डिटेल्ड बनाएर स्पेसिफिक बनाएर इक्जाम्पलहरू दिएर यस्तो यस्तो गर्ने कुरालाई नै प्रम्प्ट इन्जिनियरिङ भनिन्छ। यो दुईवटा लिङ्क चाहिँ म यो भिडियोको डिस्क्रिप्सनमा हालिदिन्छु तपाईँको लागि हेर्नको लागि। अनि तपाईँहरूलाई अरू के एआईको बारेमा सिक्न मन लाग्छ भने प्लिज पुट द रिक्वेस्ट इन द कमेन्ट्स। अनि म चाहिँ अरू एआईको भिडियो पनि बनाउने प्लानमा छु। त्यसो भएर वन्स अगेन आई होप यु लाइक द भिडियो एन्ड आई विल सी यु सुन।